मङ्सेवारो म राष्ट्रिय विभूति महागुरु फल्गुनन्दज्यूको सत्याङमा धर्मदर्शनको खोज अनुसन्धानको क्रममा अभियानको क्रममा म पाँचथर अवस्थित हाल फिरिम नगरपालिका वडा नम्बर 5 लब्रेकुटी जो राष्ट्रिय विभूति महागुरु फल्गुनन्दज्यूको कर्मभूमिको रूपमा एउटा पवित्र स्थल ऐतिहासिक स्थलमा म यहाँ आइपुगेको छु र आज म तपाईहरुलाई महागुरु फल्गुनन्दज्यूले 1984 सालमा पानी उमार्नु भएको र यो एउटा कुवाको बारेमा थोरै म जानकारी दिने उद्देश्यले चाहिँ यहाँ आइपुगेको छु। तपाईहरुले यो ब्याकग्राउन्डमा देख्नु हुनेछ, यो कुवा हो जुन कुवा महागुरु फल्गुनन्दज्यूले 1984 सालमा यो कुवा उत्खनन गर्नु भएर यहाँ बनाउनु भएको हो। विशेष गरेर 1983 सालमा जब लब्रेकुटीमा महागुरु फल्गुनन्दज्यूले मन्दिर स्थापना गर्नुभयो, अहिले पनि माथि 8 जिल्ला र यहाँ युमा गोश्वरी माङ्गिम भनेर दुईटा मन्दिर यहाँनिर रहेको छ र यो मन्दिर स्थापना भइसकेपछि चाहिँ यहाँनिर चाहिँ वर्षायाममा भन्दा पनि हिउँदो याममा चाहिँ पानी खान चाहिँ समस्या हुने भयो यहाँको सेवासावाहरूलाई र यहाँका केही स्थानीय र सेवासावाका परिवारजनहरूलाई र उहाँहरूलाई खाने पानीको समस्या भएपछि चाहिँ सेवासावाहरूले चाहिँ महागुरु फल्गुनन्दज्यूलाई चाहिँ पानीको आवश्यकता पर्ने भएको कारणले गर्दा पनि सेवासावाले एउटा कुवा उत्खनन गरिदिनुहोस्, कुवा बनाइदिनुहोस्, पानी उमारिदिनुहोस् भनेर अनुरोध गरिसकेपछि महागुरु फल्गुनन्दज्यूले 1984 सालमा चाहिँ यो कुवा उत्खनन गर्नुभयो, कुवा बनाइदिनु भयो र त्यो समयमा यस्तो च्यालेन्ज पनि थियो रे कि वास्तवमा महागुरु फल्गुनन्दज्यूको दैविक शक्ति छ कि छैन र उहाँको त्यो शक्तिको एउटा जाँच गर्ने पनि अवसर थियो। त्यसले गर्दाखेरि महागुरु फल्गुनन्दज्यूले जुन यो कुवा बनाइसकेपछि यहाँ पानी उहाँले उमारिसके पछाडि चाहिँ यहाँका सेवासावा र सेवासावाको परिवार लगायत केही स्थानीयहरूलाई पनि पानीको खानको लागि चाहिँ समस्या अहिलेसम्म भएको छैन र यो कुवाको विषयमा यहाँ एउटा शिलालेख पनि देखिरहेको छ। म तपाईहरुलाई यो बारेमा पनि थोरै जानकारी गराउन चाहन्छु र यो शिलालेखमा विशेष गरेर यहाँ तपाईहरु देख्नुहुनेछ विक्रम सम्वत 1984 सालमा महागुरु फल्गुनन्दज्यूले चोकमागु स्थित 17 थुम लब्रेकुटी माङ्गिम परिसरमा पहिलो पटक उत्खनन गर्नुभएको पवित्र कुवा जसको